हेलो गाइस, आज चाहिँ हामी जान लागेको छौँ ग्रिन पार्क। नमिना दिदी चाहिँ पोखराबाट आउनुभएको यहाँ चितवन घुम्न भनेर, अनि दिदीलाई चाहिँ हामीले घुमाउनलाई ग्रिन पार्क लैजान लागेको। यहाँ चाहिँ रिचा पनि छ र जाम ग्रिन पार्क सबैसँगै जाम। अहिले चाहिँ सनसेट लागिरह, यस्तो राम्रो देखिया भ्यू चाहिँ यहाँनिर। सनको भित्र के छ सबै देखिन्छ क्या हो। यहाँबाट यसरी छिर्ने बित्तिकै हामीले चाहिँ सुरुमा चाहिँ शिवको मूर्ति देख्न सक्छौँ। अनि त्यसरी हामी यहाँ हिँड्दै गएपछि चाहिँ यहाँनिर चाहिँ सबै एक्सर्साइज गर्ने ठाउँहरू छ यसरी लगातार, अनि पार्किङ पनि यहीँ हुन्छ। तिनजना चाहिँ अहिले यसरी गइरहेका छौँ। शिवको मूर्ति हुँदै आएपछि चाहिँ हाम्रो यहाँ गुन्जानगर ग्रिन पार्क छिर्ने मेन गेट छ। यहाँ चाहिँ टिकट काउन्टर भयो। टिकट काउन्टरमा चाहिँ हाम्रो टिकट काट्ने, एकजनाको 20 रुपिस लाग्छ। अनि त्यसपछि यहाँबाट भित्र छिर्ने। दिदीले चाहिँ यहाँ पे गरिराख्नु भएको छ। ग्रिन पार्कमा यहाँ इन्टर गर्ने बित्तिकै चाहिँ हामीले यहाँ यस्तो देख्न सक्छौँ। अनि यहाँले चाहिँ गुन्जानगर ग्रिन पार्क भरतपुर महानगरपालिका वडा नम्बर 18 चितवन नेपाल लेखेको छ। अनि यता चाहिँ छ खेल्ने ठाउँहरू बच्चाहरूको लागि। अनि यसरी सिधा हिँड्दै गएपछि चाहिँ यहाँ थुप्रै मूर्तिहरू पनि छ। यहाँ फाउन्टेन भयो यहाँ अगाडिपट्टि, अनि उतापट्टि सबै फोटोहरू खिच्ने ठाउँ छ। रमाइलो छ यहाँको वातावरण। यहाँ खेल्ने ठाउँ पछि यता आएपछि यहाँ यस्तो छ। पुरै ग्रिन पार्क, नाम नै ग्रिन पार्क, पुरै हरियाली छ के यता। रमाइलो भइरह दिदी? रमाइलो भइरहेछ नानु। अनि यो चाहिँ हाम्रो ड्याडीले यहाँ दिनुभएको, यहाँ नाम पनि लेखे हरिराज अर्याल तथा गीता अर्याल भनेर। यो चाहिँ हाम्रो ड्याडीले भन्नुभएको हरिराज अर्याल, यो चाहिँ म रिचा, यो चाहिँ रिया। अनि बाबु खै त? बाबु यहाँ यता छ मयूर, अनि यता चाहिँ मगर ड्रेस रहेछ। अनि यहाँ रहेको छ हाम्रो चितवनको सान गैडा। हो यता के अरे दिदीले चाहिँ दाइले राखेको भनेर यहाँ फोटो खिचे गर्नुभयो। म के को नजिक आइसकेको छु भने गैडाको। अब चाहिँ हामी जान गइरहेको छौँ रानी पोखरीमा। यहाँ चाहिँ यस्तो छ फुल टक्क लाग्यो। यो भयो रानी पोखरी। मेन गेटको लेफ्ट साइडमा चाहिँ यो थियो भने यो मेन गेटको राइट साइडमा चाहिँ यता शौचालय छ। अनि त्यसपछि यता आउने बित्तिकै हनुमानको मन्दिर। अनि यतापट्टि कुन ड्रेस हो यो? सायद यो गुरुङ ड्रेस होला। अनि यतातिर चाहिँ गाई र गाईको बाछी छ। अनि मान्छेले दुध दोहिरहेको जस्तो खालको मूर्ति रहेछ क्या यता चाहिँ। अनि यतातिर चाहिँ गुन्जानगर ग्रिन पार्क भरतपुर 18 भनेर यहाँ फोटो खिच्ने ठाउँ पनि रहेछ। फोटोसुट भइरहेछ। फाउन्टेन चाहिँ यही हो। यहाँ ट्याक्क यसो देखिन्छ। अनि ट्याक्क यसको अपोजिट साइडमा चाहिँ छ यस्तै रानी पोखरी। रानी पोखरी भन्छ कि के भन्छ यसलाई? अब यहाँबाट यस्तो सिधै गएपछि चाहिँ यहाँ देखिन्छ विश्वकर्मा पूजा गर्ने ठाउँ। यता चाहिँ बोटिङ गर्ने ठाउँ पनि छ। यो पोखरीमा माछाहरू पनि छ अरे कतिवटा हो। अनि यहाँ चाहिँ भयो मन्दिर।
चाहिँ विश्वकर्मा बाबाको मन्दिर रहेछ। यताबाट आएपछि चाहिँ यहाँनिर छ एउटा रुख। यहाँ रुखमा चाहिँ के बने उल्लु, अन्त चराहरू, सर्प, यहाँ सर्पले मुसा खाएको टक्क यस्तो छ। यहाँ चाहिँ रिचा र दिदी भएर मस्त गफ चलिरहा। कस्तो लाग्यो दिदी हजुरलाई ग्रिन पार्क? रमाइलो लाग्यो। गर्मी चाहिँ एकदम धेरै है चितवनमा। पोखराको मान्छेलाई चितवन त लास्टै गर्मी हुने के। गर्मीमा त आत्ते रमाइलो छ तर एकदम गर्मी। यसो यताबाट हिँड्दै जाँदा चाहिँ यता छ डाँफे, अनि यता चाहिँ बस्ने ठाउँ, अनि यहाँ डस्टबिन भयो, अनि यहाँ चाहिँ मोटुको यत्रो ठुलो फोटो छ। फोटो रे के अरे मूर्ति हो कि के हो यो, ट्याक। अनि यहाँनिर छ डियर, यहाँ नि बस्ने ठाउँ छ मजाको। यहाँ चाहिँ बाघ छ, बाघ चाहिँ यहाँ सबै मान्छेहरू बसिरहनु भएको। ए चढ्न पनि पाइँदो रहेछ नि त के हो। यतातिर नि छ बस्ने ठाउँ, यता नि छ एकदम धेरै छ बस्ने ठाउँहरू चाहिँ। यो पुरै यो एरियामा चाहिँ उस पनि गर्न पाइन्छ कि ड्राई पिकनिकहरू नि गर्न पाइन्छ। अनि यता छ हात्ती, तपाईँहरूले हात्ती नि देख्न सक्नुहुन्छ। अनि बस्ने ठाउँ चाहिँ एकदम धेरै छ क्या यहाँ। यसरी टक्क लाएर बोटिङ गर्न मन लाग्यो भने बोटिङ नि गर्न पाइन्छ। एउटा माछा निकालिदिनु त ल, फाल्नु एउटा माछा यता। कतिको रमाइलो छ? रमाइलो भयो। ए दिदी चाहिँ पोखरादेखिबाट यही हेर्नलाई आउनुभएको हो दिदी? ग्रिन पार्क चाहिँ एकदम हेरेर मन लाग्यो मलाई। ग्रिन पार्क देखाइदेऊ है भन्नुभयो। पोखराबाट यसकै लागि भनेर आएको हो भन्नुभएको थियो। यो सब ठाउँ चाहिँ दिदीले घुम्नु भयो। दिदी अब एक्सप्लोर गर्नु बाँकी छ कि छैन भन्नु त? हजुर यहाँ बोरीमा सबभन्दा राम्रो लाग्यो के हो भन्नु? पहिला चाहिँ ठुलो मम्मीकोमा गुन्जानगर आउँदाखेरि कहाँ जाम हुन्थ्यो, घरै बसेर झ्याउ लाग्थ्यो है। अहिले चाहिँ यस्तो गर्मीमा घरमा बस्दा गर्मी भएर जस पार्क यस्तो रमाइलो छ, शीतलो छ, राम्रो छ। सबैजना आइदिनु होला। रमाइलो छ, ठाउँ चाहिँ रमाइलो छ। गुन्जानगर ग्रिन पार्क भरतपुर 18। सबैजना आउने, एकचोटि लाइफमा आउनै पर्ने ठाउँ छ। ल दिदी केही भन्नु छ हजुरलाई? मलाई केही छैन, मैले जे भन्नुपर्ने हो सबै भनिसकेँ। मलाई पनि एकदम राम्रो लाग्यो स्ट्याचुहरू। तँ फर्स्ट टाइम आइके है? म फर्स्ट होइन, सेकेन्ड हो मेरो। ए यो सेकेन्ड टाइम। रमाइलो छ। हामी हो घुम्दा गर्मीले थाकेर बसेको। गर्मी चाहिँ फेरि एकदम भा कपाल छोड्नु पर्यो होइन, किनकि अलिअलि यसरी ड्राई पिकनिक पनि गर्छन् मान्छेहरूले। अब राति चाहिँ यस्तो छ, यहाँ राति भएपछि चाहिँ लाइट पनि बल्दो रहेछ क्या सबै ठाउँमा। यसरी टक्क लगाएर अन्त उज्यालै छ, यो लाइट पनि खासै देखियो होइन। नत्र बेस लाइट रातिको बेला चाहिँ यो झलमल्ल हुन्छ, यता पनि बत्ती बल्छ, सबै बत्ती बल्छ कि। ओभरअल चाहिँ हामीले हेऱ्यो गुन्जानगर ग्रिन पार्क यही नै थियो। अब राति नै हुन लाग्यो। अब हामी यहाँ माथि पनि यसरी बत्ती बल्छ सबै। अब चाहिँ हामी निस्किन्छौँ। बाई बाई। त्यही हो केटा
केटीकेटीहरू पनि यसरी खेल्दैछन्। जरा बच्चा बच्चीहरूले खेलिरहेका रहेछन्। अर्को बच्चा नि खेल्न खोजी एउटा बच्चा चाहिँ छोड्नै मान्नु भएन। खेल्ने हो लाइज यो चाहिँ बच्चाहरूको लागि खेल्ने कुरा छ यहाँ। हामी चाहिँ ग्रिन पार्कबाट बाहिर निस्क्यौँ। रिता स्कुटर निकाल्दै छे अनि यहाँ दिदीले चाहिँ कसरी खेलिराख्या यहाँ भनेर हेर्दै हुनुहुन्छ। यहाँ यस्तो भइराख्या त्यही हो गुन्जानगर ग्रिन पार्कको भिडियो। दिदीले चाहिँ त्यहाँ चान्स पाउँछु कि भनेर जानुभयो। ल दिदी कहाँ पुग्ने हो साइकल चलाएर? पोखरै गइदिनु के? हामी ग्रिन पार्क सबै घुमेर भ्याइयो। अब थ्याङ्क यू फर वाचिङ। प्लिज लाइक सब्सक्राइब एन्ड कमेन्ट अल्सो। बाई 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 रिता बाई।